इन्डियाले आफ्नो सुनको भन्सार दर बढाएको छ। पहिला 6% थियो भने अहिले 15% बनाएको छ। यसले गर्दा इन्डियामा सुनको भाव बढ्ने देखिन्छ। अस्ति भर्खर मोदीले जनताहरूलाई सुन धेरै नकिन्नको लागि आग्रह गर्नुभएको थियो। यसको प्रमुख कारणमा डलर सञ्चितको ह्रास हो। बाहिरबाट सामान मगाउँदाखेरि किन्दाखेरि डलरमा किन्नुपर्ने हुन्छ। आफूसँग भएको डलर सञ्चितले पेट्रोलियम पदार्थ र अरू अत्यावश्यक सामग्रीहरू किन्नुपर्ने भएकोले मोदीले यो कदम उठाएको हो। यसले नेपालमा दुई तरिकाले प्रभाव पार्न सक्नेछ। नम्बर 1, सुन तस्करहरूको वृद्धि। इन्डियामा नेपालमा भन्दा महँगो सुन हुने भएकोले गर्दा अबबाट फेरि सुन तस्करहरूको वृद्धि हुनेछ। अनि दोस्रोमा के हुन सक्छ भने त्यही तस्करहरूको लागि कम गर्नको लागि भनेर तस्करी न्यूनीकरणको लागि भनेर नेपालमा पनि सुनको कर बढाउन सक्छ। अहिले 10% छ भने अब 15% भन्दा माथि 17, 18 र 20 सम्म पनि हुन सक्छ।